आज फेरि पनि मण्डलीमा धेरै खुसीको दिन अनि परमेश्वर पिता धेरै प्रसन्न हुनुभएको समय आज हाम्रो बिचमा हाम्रो बहिनीले ग्रहण गर्न लाग्नु भएको छ अनि यो हाम्रो लागि र उहाँको आफ्नो व्यक्तिगत जीवनको लागि धेरै नै आशिषमय दिन हो र वचनले हामीलाई भन्दछ जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाममा विश्वास गरे परमेश्वरले यिनलाई उहाँको सन्तान हुने अधिकार दिनुभएको अनि हामीले प्रेरितको 4:12 हेऱ्यौँ भनेदेखि प्रभु येशू ख्रीष्ट बाहेक चाहिँ अरू कहीँ पनि मुक्ति छैन भन्ने कुरो हामी बाइबलमा पाउँदछौँ। त्यो भएको कारणले गर्दा जतिले प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत रूपमा प्रभु र मुक्तिदाता भनिकन ग्रहण गर्नुहुन्छ निश्चय पनि उहाँको जीवन चाहिँ हाम्रो परमेश्वरको सन्तान हुने अधिकार पाएको छ। यो समयमा हामी ग्रहणको सेवाकाईमा जानेछौँ र हाम्रो अगाडि र प्रभुको अगाडि हाम्रो बहिनी अनु मगर आउनुभएको छ। म बहिनीलाई एउटा प्रश्न सोध्नेछु, बहिनीले निश्चय पनि जवाब दिनुहुनेछ। बहिनी के तपाईँ आफ्नै राजी खुसीले ग्रहण गर्न लाग्नु भएको छ या अरू कसैले तपाईँलाई पढ्लो भने देखाएर ग्रहण गर्न लाग्नु भएको छ? तपाईँ आफ्नो खुसीले हो या कसैको कर्कापले हो? बहिनीले आफ्नै खुसीले हुनुभएको छ। ताली बजाएर अगाडि उहाँले यो स्वीकार गर्नुभएको छ, मलाई कसैले कर्कापमा होइन, म कसैको प्रलोभनमा परेर होइन, तर म आफ्नो व्यक्तिगत रूपमा म परमेश्वरलाई ग्रहण गर्न लागिराखेको छु भनिकन उहाँले भन्नुभएको छ है। हामी कसैलाई जबरजस्ती गराउँदैनौँ, कसैलाई हामी लोभ र लालच पनि देखाउँदैनौँ। हामी सिर्फ उहाँलाई मुक्तिका कुराहरू देखाउँछौँ र प्रभुले उहाँलाई क्षमा दिने कुराहरू देखाउँछौँ र अनन्त जीवनका कुराहरू हामी सुनाउँछौँ। यही नै हो हाम्रो सुसमाचार चाहिँ। त्यो भएको कारणले गर्दा म बहिनीलाई बाइबलको एउटा खण्डबाट वचनको पाठ पढिदिनेछु। रोमी सधैँ हामीले पाठ गरे चाहिँ रोमी 10 को 9 र 10 हामी पाठ गर्नेछौँ। किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउनेछ। हालेलुया। यो बहिनीको लागि अनि बहिनीले आज मुखले स्वीकार गरिसक्नु भएको छ अनि मलाई लाग्छ बहिनीले आफ्नो हृदयमा पनि यो कुरालाई विश्वास गर्नुभएको छ कि मैले जसलाई आज आफ्नो जीवन स्वरूप भन्दैछु उहाँमा मेरो सबै कुराहरू छ भनेर उहाँले यो स्वीकार गर्नुभएको छ। म बहिनीलाई दोहोऱ्याउनेछु, बहिनीले मलाई पछ्याउनु होला है। म जसो भन्छु तपाईँले पनि त्यही कुरोलाई दोहोऱ्याउनु। येशू म तपाईँको शरणमा आउँदछु। तपाईँ पापीहरूलाई क्षमा दिने प्रभु हुनुहुँदो रहेछ। म मेरा सबै पापहरूलाई धर्महरूलाई तपाईँको अघि ल्याउँछु र म पश्चाताप गर्दछु। प्रभु मलाई क्षमा गर्नुहोस्। म तपाईँलाई प्रभु र मुक्तिदाता भनी स्वीकार गर्दछु। मलाई ग्रहण गर्नुहोस्। म मेरो मुखले तपाईँलाई स्वीकार गर्दछु। म मेरो हृदयले तपाईँलाई विश्वास गर्दछु। अब पुरानो जीवन त्यागिकन नयाँ जीवन तपाईँमा जिउँदछु। प्रभु अबको उपरान्तको जीवन मलाई तपाईँसँगै डोर्याउनुमा सहायता गर्नुहोस्। प्रभु मलाई तपाईँको राज्यमा सन्तान हुने अधिकार दिनुहोस्। बिन्ती येशूको नाउँमा चढाउँदछु। आमेन। ताली बजाएर स्वागत गर्नेछौँ।